चासिदेले नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। म लुडो साङ्पो यस सप्ताहको तिब्बत परम्परा दलाईलामा जू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परम्परा दलाईलामा जूद्वारा खुशी संसारको लागि मानवताको महत्त्वबारे प्रवचन। परम्परा जूले भारतका राष्ट्रपतिलाई सफल शाल्य क्रियामा खुशी व्यक्त। निर्वाचन तिब्बती सभामुखले श्री जेएम मुखीको निधनमा शोक व्यक्त। टम ल्यान्डोस आयोगद्वारा तिब्बतबारे सुनवाई। अमेरिकी राज्य विभागको रिपोर्टले तिब्बतलाई चीनको अभिन्न अंग भनेर वर्णन गर्न अस्वीकार। चीनले बदला लिने प्रतिबन्धहरूमा प्रतिकारको सामना गर्नुपर्ने अवस्था। तिब्बती दूतावास कार्यालय वाशिंगटन डीसीले तिब्बत मुद्दामा चीनिया क्लब हाउस रुमको आयोजन। तिब्बत कहिले पनि चीनको हिस्सा थिएन। तिब्बत ब्रिफ 2020 मा वेबिनारको आयोजन। प्रतिनिधि आर्यले तिब्बतबारे जापानको सत्तापक्ष मुख्यालयमा सम्बोधन। इटालियन संसद र नागरिक समाजद्वारा तिब्बत र सिन्जियाङको बारेमा छलफल। डाडेलोले गर्दा नेपाल धुवामा। अब समाचार विस्तारमा। गत हप्ता बिहिबार परम्परा दलाईलामा जूले आफ्नो निवासबाट आभासी वार्तामा भाग लिई रुसी विश्वविद्यालयका विद्यार्थीहरूसँग भेट गर्नुभयो। उहाँले एउटा खुशी संसारका लागि हामीले सम्पूर्ण मानवतालाई ध्यानमा राख्नुपर्छ भन्नुभयो। To build happy world, happy humanity, national differences, religious differences, culture differences is secondary. Important is we all same human being. We have to live together on this planet. We want happy world. We want a peaceful world. परम्परा दलाईलामा जूले भारतका राष्ट्रपति रामनाथ कोविन्दज्यूलाई हालसालै गरेको सफल शाल्य क्रियाको लागि बधाई व्यक्त गर्नुभयो। परम्परा जूले उहाँको छिटो स्वास्थ्यको लागि पनि प्रार्थना गर्नुभयो। निर्वाचन तिब्बती संसदका सभामुख श्रीमान पेमा जुग्नेले सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता, विदेश मन्त्रालयका पूर्व कानुनी सल्लाहकार र केन्द्रीय तिब्बती प्रशासनका कानुनी सल्लाहकार श्री जेएम मुखीको निधनमा शोक व्यक्त गर्नुभयो, जसको गत हप्ता दिल्लीमा निधन हुनुभएको थियो। टम ल्यान्डोस मानव अधिकार आयोगले गत हप्ता बुधबार ग्लोबल मैग्निट्स्की मानव अधिकार जवाबदेही ऐन टेकिङ स्टक शीर्षकको भर्चुअल सुनवाई आयोजना गर्नुभयो। उक्त कार्यक्रमका अनुसार प्यानलका सदस्यहरू र सर्वसाधारणलाई प्रतिबन्ध अधिकारले कसरी कार्यान्वयन गरिएको थियो, प्रतिबन्धहरू आफ्नो उद्देश्य प्राप्त गर्न कतिको प्रभावकारी भएको छ र समायोजनमा आवश्यक छ कि छैन भनेर पुनरावलोकन गर्ने अवसर दिन मूल विधान थियो। टम ल्यान्डोस मानव अधिकार आयोगका सह-अध्यक्ष काङ्ग्रेसम्यान जेम्स मैकगभन र क्रिस स्मिथले उक्त कार्यक्रमको आयोजना गरेका थिए, जसले विशेष गरी तिब्बत र सिन्जियाङमा दमनको उल्लेख गरेका छन्। संयुक्त राष्ट्र अमेरिकाको राज्य विभागले वार्षिक मानव अधिकार अभ्यासमा कन्ट्री रिपोर्ट प्रकाशित गरेका छन्। ब्युरो अफ डेमोक्रेसी, ह्युमन राइट्स र लेबरद्वारा आयोजना गरेको यस वर्षको प्रतिवेदनले 50,000 भन्दा बढी शब्दहरूमा समावेश गरेका छन्, जसले चीनमा बिग्रिँदै गइरहेको मानव अधिकारका बारे वर्णन गरिएको छ। यस वर्षको रिपोर्टले तिब्बतीहरूलाई विजयको रूपमा पुर्याएको छ, किनकि रिपोर्टका अनुसार तिब्बतलाई चीनको अभिन्न अंग भनेर बयान गरेको छैन। केन्द्रीय तिब्बती प्रशासनले यो प्रतीकात्मक तर महत्त्वपूर्ण विषयबारे बारम्बार प्रचार गरेको छ र तिब्बती दूतावास कार्यालय वाशिंगटन डीसीले यस परिवर्तनलाई स्वागत गरेको छ। बाइडेन प्रशासनको रिपोर्टले तिब्बती र युगुरलाई चीनको सार्वजनिक सुरक्षा मन्त्रालयबाट कडा निगरानी राखेको सम्बन्धी प्रकाश पारेका छन्। तिब्बती सहायता क्षेत्र र तिब्बती गुम्बाहरूमा निगरानी क्यामेरा कसरी स्थापना गरेको छ र जसले चिनिया सरकारलाई ठूला सुरक्षा घटनाहरू बमोजिम सञ्चार प्रणालीमा कटौती गर्नु कसरी मद्दत पुर्याउँछ भन्ने कुरामा चीनको खण्डले विस्तृत रूपमा विवरण गरेको छ। युरोपियन युनियन, बेल्जियम, डच, स्विडेन र बेलायतका संसद लगायत विश्वका संसद, संस्था, अनुसन्धानकर्ता र विद्वानमाथि प्रतिबन्ध लगाएकोमा चीनले कडा प्रतिकारको सामना गर्नु पर्यो। ईयूले गरेका उपायहरूलाई युनाइटेड किङडम, अमेरिका र क्यानाडाले समर्थन र साथ दिएका छन् र यी देशहरूले एक
संयुक्त विज्ञप्ति जारी गरी चीनलाई दमन प्रक्रियालाई रोक्न आह्वान गरेका छन्। चीनले गरेको प्रतिशोधात्मक प्रतिबन्धको बारेमा बोल्दै युरोपेली संसदका सदस्यहरूको दोस्रो ठूलो समूह सोशलिस्ट र डेमोक्रेट्सले चीनको कार्यलाई निन्दा गर्दै प्रतिबन्धहरू नहटेसम्म EU चीन लगानी सम्झौतामा चीनसँग संलग्न नगर्ने घोषणा गर्नुभयो। फ्रान्सले चीनका राजदूत लुई शाओलाई बोलाई चीनको प्रतिशोध प्रतिबन्धहरूलाई अस्वीकार्यता दर्शाएको छ। 24 मार्च 2021 मा G20 सम्बन्धी इटालियन तल्ला सदनको विदेश मामिला समितिमा चीनिया राजदूत ली जानहुईलाई सुनवाईको बेला लेगा नोर्थ पार्टीका प्रतिनिधिहरूले चीनिया राजदूतको विरुद्ध वकआउट गर्नुभयो। तिब्बतका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष टिम लफ्टनको नेतृत्वमा UK संसदका 15 सदस्यहरूको एउटा समूहले सरकारलाई निवेदन दिनुभयो र विदेश सचिव डोमिनिक रबले सिन्जियाङ र तिब्बत दुवैमा मानव अधिकार उल्लङ्घनका लागि थप अधिकारीहरू विरुद्ध प्रतिबन्ध लगाउन आग्रह गरेका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले टिम लफ्टन लगायत केही संसदहरूलाई नौ ब्रिटेनका नागरिक लगायत 5 संसदमध्ये चीनले लगाएको प्रतिबन्धको बारेमा छलफलको लागि आमन्त्रित गरेका छन्। प्रधानमन्त्री बोरिस जोन्सनले संसदहरूलाई समर्थन गर्दै चिनिया सरकारलाई चीनमा मानव अधिकारको घोर उल्लङ्घन रोक्न आह्वान गरेको छ। तिब्बती दूतावास कार्यालय वाशिंटन DC का चीनिया सम्पर्क अधिकारी छुटिम ग्याल्सोले मार्च 26 का दिन चीन समाचारका मध्यस्थकर्ताहरूको सहयोगमा चीनिया भाषामा तिब्बती मुद्दाबारे क्लब हाउसको आयोजना गर्नुभयो, जुन चीनमा विभिन्न उत्पीडित समूहहरूको आन्दोलनमा केन्द्रित छन्। युगुर, हङकङ, मङ्गोलिया, ताइवान र विदेशमा रहेका चीनिया र चीनबाट आएका समर्थकहरूले तिब्बतको बारेमा अझै बढी बुझ्न गहिरो चासो देखाएको छन्। डाक्टर माइकल भ्यान वल्स भर्खरै सुरु भएको तिब्बत ब्रिफ 2020 मा छपेको तिब्बतको कार्यालय दक्षिण अफ्रिकाद्वारा आयोजित वेबिनारमा तिब्बतमाथि चीनको तथाकथित ऐतिहासिक दावीहरूलाई खण्डन गरेको छ। बोत्सवानाका पूर्व राष्ट्रपति शीर्षक खमा इएन खमाले भन्नुभयो कि यो सबैले थाहा छ कि आक्रमण हुनु अघि तिब्बत सधैँ एउटा स्वतन्त्र राष्ट्र भएको र जसको आफ्नै क्षेत्र, छुट्टै संस्कृति र पूर्ण कार्यान्वयन सरकारी प्रणाली रहेकोले चीनलाई जसरी गरे पनि बाहिर निकाल्नुपर्छ भन्नुभयो। The people of Tibet should therefore have a right to self-determination. That is, the right to freely determine, without external interference, their political status and to pursue their economic, social and cultural development as stated by the Tibet Justice Center and Unrepresented Nations and Peoples Organization report of 1998. तिब्बत विज्ञ डाक्टर माइकल भ्यान वल्सले चीनले तिब्बतको 70 वर्षको व्यवसायको बारेमा बोल्दै विस्तारवादी एजेन्डाले अगाडि बढाउन उत्साहजनक बनाएको र तिब्बतीको मौलिक अधिकारको संरक्षण हुनुभन्दा पहिले उसको आर्थिक हितलाई प्राथमिकता दिने अन्तर्राष्ट्रिय मौनलाई आह्वान गर्नुभयो। The People's Republic of China has occupied and colonized Tibet against the will of the Tibetan people for 70 years now, and China appears to be getting away with it. But its sovereignty claim to Tibet has no legal basis and rests solely on a historical narrative, a narrative that is Sinocentric, that is self-serving, that is part inaccurate, and highly misleading. But it's so persistently and forcefully pushed by Beijing that the world has gradually bought into it, and today largely treats Tibet as China's internal affair, beyond the purview of the international community. जापानको तिब्बत कार्यालयका प्रतिनिधि डाक्टर छेवाङ ग्याल्पो आर्याले जापानी संसदहरूलाई टोकियोको LDP मुख्यालयमा तिब्बतको वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो। उनले चिनिया सरकारले तिब्बती सरकारी अधिकारीहरू र उनीहरूको बच्चाहरूलाई गुम्बाहरूको दर्शन गर्न प्रतिबन्ध लगाई उनीहरूको सांस्कृतिक र धार्मिक पहिचानसँगको सम्बन्ध तोड्न कोसिस गरेको बारेमा बोल्नुभयो। संयुक्त राज्य अमेरिकाले अपनाएको तिब्बती नीति र समर्थन ऐन 2020 मा समितिको प्रतिनिधित्व गर्दै प्रतिनिधि डाक्टर आर्याले जापानी सरकारलाई यस ऐनलाई समर्थन गर्न अपील गर्नुभयो, किनभने यसले तिब्बतमा चिनिया सरकारको आक्रामकता र दमनकारी नीतिहरूको विरुद्ध उभिन अन्य देशहरूलाई हौसला प्रदान गर्दछ।
उनले जापानी सरकारलाई तिब्बतमा प्रवेश गर्ने अधिकार प्राप्त गर्न पारस्परिक पहुँच ऐन पारित गर्नुपर्ने अपिल गर्नुभयो। यस हप्ता सोमबार इटाली तिब्बत संघले बिटर विन्टरको सहयोगमा चीनमा धार्मिक स्वतन्त्रता र मानव अधिकार तिब्बतको विरासत सम्बन्धी एक अनलाइन पत्रिका र AREF अन्तर्राष्ट्रियले इटालियन संसदहरूसँग तिब्बत र सिन्जियाङमा मानव अधिकार दुरुपयोग र वातावरणीय विषयमा छलफल गर्न भर्चुअल कार्यक्रमको आयोजना गर्नुभयो। सहभागीहरूले बीजिङलाई शीतकालीन ओलम्पिक खेल 2020 प्रदान गरेकोमा आलोचना गर्दै यसको बहिष्कारको लागि आह्वान गर्नुभयो। यो कार्यक्रम 10 मार्च प्रेस सम्मेलन अनुगमनको रूपमा आयोजना गरेको थियो, जसमा तिब्बती युगुर र हङकङ प्रति आफ्नो दमनकारी नीति विरुद्ध चीनमा कडा सन्देश पठाउन सम्भावित मार्गहरूको बारेमा छलफल गरेको थियो। नेपालमा वन जङ्गल र जैविक विविधतामाथिको विवाद रुखमा हरेक वर्ष डढेलो लाग्दै आएको भए पनि पछिल्लो वर्षहरूमा यसको विस्तार आज भीषण बन्दै गएको छ। डढेलो बढेर फैलिएको धुवाँ समेतका कारणहरू केही दिनदेखि देशैभरको वायुमण्डल दूषित मात्र नभई घातक प्रदूषणका कारण विद्यालयहरू नै बन्द गर्नुपर्ने अवस्था भएको छ। कान्तिपुर समाचारका अनुसार 73 जिल्लाका 2713 स्थानमा डढेलो लागिसकेको छ। गत वर्ष यही अवधिमा 188 स्थानमा मात्र डढेलो लागेको थियो। केन्द्रीय प्रशासनका प्रमुख डाक्टर लब्सा सिंहले यस दुःखद घटनामा आफ्नो दुःख व्यक्त गर्नुभयो। तिब्बत नीति संस्थानका वातावरण र विकास डेस्कका प्रमुख तेम्पा ग्याल्सेनले यस भीषण डढेलोले नेपाल मात्रै नभई वरिपरिका देशहरू पनि प्रभावित हुन सक्छ भन्नुभयो। The ongoing forest fire that we have seen in Nepal for last few months, particularly in recent months, is a very unfortunate incident, and it will put people in Nepal at great risk, and also community living across the Himalaya mountains will be at great risk, particularly people here in India, in northern Pakistan, Afghanistan, and then western part of Tibet and Bhutan as well. So now the most likely cause could be climate change for sure, particularly the rise in temperature, and also the lack of rainfall for last few months is probably one of the main reasons, because forest fires are not unknown in Nepal. This is something that happens during this period of time, but the intensity and the scale of the forest fire this year has been unprecedented in its scale. So the most likely reason is surely the rise in temperature and also lack of rainfall and snowfall during the winter, and lack of rainfall in the last few months. हस् त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते, टसी देलेक।